वेलकम बैक टू माई भिडियो माई ब्लग गाइज है। आज चाहिँ म हजुरहरूको लागि एउटा सानो सामान लिएर आएको छु। यो चाहिँ म वृन्दावनमा बस्नुहुने नेपाली दाजुभाइहरूलाई दिन चाहन्छु। वृन्दावनबाट जो हेर्दै हुनुहुन्छ उहाँहरूको लागि फेभरेट नेपालीहरूको लागि फेभरेट चिज लिएर आएको छु। मबाट मलाई सम्पर्क गर्नुहोस्, म हजुरहरूलाई दिन्छु। मेरो गिभअवे हो क्या यो चाहिँ। मेरो गिभअवे चाहिँ के छ त भन्दाखेरि हेर्नुहोस्, यो के हो? ल गाइज, यो चाहिँ मेरो गिभअवे हो है। हजुरहरूले डल्ले खोर्सानी अकबरी खान मन छ भने मलाई सम्पर्क गर्नुहोस्। वृन्दावनमा बस्ने जति सबैलाई हैन। अब अर्को के छ भन्दाखेरि अर्को पनि देखाउँछु है त। यो के हो थाहा छ हजुरलाई? यसको नाम हो तीनटा प्लास्टिक भित्र छ र पनि यस्तो खुशबु आइरहेको छ। के होला बुझ्नुभयो भने कमेन्ट गर्नु होला। यो चाहिँ हो गुन्द्रुक। अनि म चाहिँ गुन्द्रुक पनि गिभअवे गर्न गइरहेको छु। यहाँ चाहिँ मलाई पनि पकाउन आउँदैन, अनि यहाँ पनि कोही नखाने भएर चाहिँ गुन्द्रुक पनि गिभअवे गर्न गइरहेको छु है। यो चाहिँ मैले लिएर आएको अस्ति घरबाट। अनि कस्तो मिठो होला त। लिलिन्जोले त मैले पकाएर खाएँ, र पनि नेपाली साथीहरूको लागि चाहिँ मैले यो दुईटा चिज गिभअवे गर्न गइरहेको छु गाइज। जसलाई मनपर्छ उहाँहरूले सम्पर्क गरेर मलाई भेट्न आउनु होला। म चाहिँ यता प्रेम मन्दिर पछाडि शिखर मन्दिरको छेउमा छु। नियम त थाहै होला हजुरहरूलाई। जो आउँदै हुनुहुन्छ यो लिनको लागि उहाँहरूले चाहिँ मेरो यही पेजलाई फलो गर्नु पर्नेछ। जसले फलो गर्नुभएको छ उहाँहरूको लागि मात्रै हो यो चाहिँ मेरो गिभअवे। अनि छिटो नछिटो फलो गर्नु वृन्दावनमा बस्नुभएको जतिले, अनि मलाई सम्पर्क गर्नु होला।